एउटा पुरा मौरी चाहिँ भरिएको अवस्थामा 20 देखि 25,000 मौरीको सङ्ख्या हुन्छ यसमा। यो चाहिँ मैले अस्ति भर्खर फुटालेको मौरी हो। यो चाहिँ हामीसँग अहिले सबै के छ भन्दाखेरि यहाँ कर्मी मौरी मात्रै छ। अब यो माथिपट्टि देखिया छ टल्केको चाहिँ पानी जस्तो देखिया छ, हेरौँ है, अलिअलि बुझेको चाहिँ घाटा लाग्दैन, फाइदै हुन्छ। अनि यो टालेको छ हेरियो, यो जुन टालेको मैले टालेको चाहिँ यो कर्मी मौरीको चाहिँ लार्भा प्युपा हो। यो अब आजभोलि चाहिँ जन्मिने अवस्थामा छनिने हो सबै। अनि यो तलपट्टि ठुलो देखियो नि, यो चाहिँ यो कर्मी मौरीको लार्भा के अरे प्युपा हो। यो चाहिँ फेरि भाले मौरीको हो, भाले ठुलो हुन्छ कर्मीभन्दा। यो चाहिँ भाले मौरीको चाहिँ प्युपा हो यो। त्यसरी चाहिँ यिनीहरूको माथिपट्टि चाहिँ मह हुन्छ अनि कुटहरू हुन्छ। यहाँ भित्रपट्टि पहेँलो पहेँलो देखिया छ, यहाँ कुटहरू छ, कुट हुन्छ, त्यसपछि लार्भा हुन्छ, लार्भा प्युपाहरू हुन्छ यो। अब किताब तपाईँहरूको किताबमा अध्ययन गरेर आएका भए के क्वेसन भए सोध्नु होला। पहिला मैले मेरो कुराहरू मात्रै भन्छु, मैले जानेका कुराहरू, यहाँ देखिने कुराहरू। म भाले पनि देखाउँछु, रानी पनि देखाउँछु। अब यो यिनीहरू चाहिँ काम गर्दैछन् कि यो तपाईँले देखेको चाहिँ यो जुन छ यो पलपाल भएको छ नि, यो कहाँबाट ल्याएको यो जुन यो बाहिरको यो जुन के यो कुट कहाँबाट ल्याएको यो थाहा छ? रुखबाट, फुलबाट? यो फुलबाट ल्याएको होइन। यो यसलाई के भन्छ? मैन भन्छ हो, मैन। व्याक्स पढेछौ? मैन इङ्ग्लिस जान्दिनँ है, नेपालीमा बोलाउँछु। यो मैन चाहिँ यिनीहरूकै अङ्गबाट निस्किन्छ। यो यिनीहरूले ल्याउने भनेको त रस ल्याउँछन्, अनि यो के भन्छ कुट ल्याउँछन्, पोलेन ल्याउँछन्, त्यसपछि गएर पानी ल्याउँछन्। यो सबै उनीहरूकै अङ्गबाट निस्किन्छ। मौरी जन्मेको 3 देखि 6 दिनको मौरी चाहिँ यो बनाइरहेको हुन्छ कि यो कुट। यो अङ्गैबाट एउटा चाहिँ नि ग्रन्थि निस्किन्छ। 4वटा हुन्छ यिनीहरूमा, 4वटा मेन ग्रन्थि हुन्छ। पेटमा चाहिँ मेन ग्रन्थि निस्किन्छ, अनि त्यो ग्रन्थिले चाहिँ